Do you know that something exciting is coming up? Aउने यो थर्सडेमा one of the major jatra is approaching us and that is जनबहादुर जात्रा or सेतो मछिन्द्रनाथ जात्रा। यो जनबहादुर जात्रा पछाडि एउटा एकदमै इन्ट्रेस्टिङ कथा छ। आउनुस् सँगै सुनौं है त। एकादेशमा एकजना किसानले खेत खन्ने क्रममा जमिनमा रगत देख्छ र अझै खन्दै जाँदा जनबहादुरको उत्पत्ति हुन्छ। किसानले यो कुरा राजालाई भन्नको लागि दरबार पुग्छ र त्यही बीचमा राजाले स्वयं जनबहादुरले दर्शन दिनुभएको र जनबहादुरलाई कनक चैत्य महाविहारको पूर्वपट्टि देखाएर विश्राम गराउनु भनेर सपना देख्नु भएको हुन्छ। राजाले सपनामा भनेकै अनुसार जनबहादुरको स्थापना गर्नुहुन्छ। जनबहादुरको दर्शन गर्नु भएमा रोगहरू सबै हराएर जान्छ भन्ने मान्यता रहेको छ। त्यसैले स्पेशली नेवारी कम्युनिटीमा कोही मान्छे निकै बिरामी भएको बेलामा जनबहादुर कहाँ गएर पूजा गर्ने र बत्ती बाल्ने चलन छ। सकेको मान्छेले दर्शन गर्न आउँछन् र नसक्ने मान्छेले दर्शन गर्न नपाउने हुनाले जनबहादुरले आफैले नै दर्शन दिन जानुहुन्छ भन्ने भयो। यसरी जनबहादुरको जात्रा सुरु भएको हो। यो जात्रा 4 दिनसम्म मनाइन्छ। पहिलो दिनको रथ यात्रा जमनबाट असनसम्म हुन्छ भने दोस्रो दिनको यात्रा असनदेखि हनुमान ढोकाको काल भैरव अगाडिसम्म हुन्छ र तेस्रो दिन जनबहादुरले उहाँको आमासँग भेट गराउनलाई उहाँको माइती लगनसम्म लगिन्छ र तेस्रो दिनमा लगनमा रथको 3 परिक्रमा गराइन्छ र चौथो दिन जनबहादुरले बाजागाजा सहित खतमा राखेर घर फर्काइन्छ। तपाईहरुलाई जनबहादुरको अर्को नाम थाहा छ त? प्लिज लेट अस नो इन द कमेन्ट्स बिलो।